हेलो गाइस, आज चाहिँ म मेरो मामा घर आएको छु। यहाँ हेर्नुहोस्, यहाँ चाहिँ मेरो दादाको पुलिनेको घर हो। जिन्दा जानेको उहाँ चाहिँ मेरो मम्मी, उहाँ घाँस ल्याउँदै हुन्छ। उहाँ आमा मभन्दा अगाडि पुगिसक्नुभयो। मेरो आमा यहाँ सानीमा देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, आज चाहिँ कालो मैलो भएको छ है। यहाँ हेर्नु यता पछाडि चाहिँ मेरो मामु घाँस ल्याउँदै हुनुहुन्छ गाईलाई। उहाँ हेर्न सक्नुहुन्छ मभन्दा पछाडि। हामी चाहिँ मेरो माइजूकोमा पुगेको थियौँ। यहाँ सानीमाथि घरमा एक्लै हुनुहुन्थ्यो। अनि बिचरा सानीमा उहाँ हेर्नु बिचरा कपडा सुकाउँदै हुँदो रहेछ धोरो। सानीमा नुहाउनु पनि भएको रहेछ। अहिले भर्खर म हात चेन्ज गर्नु पर्यो, मेरो हात गल भयो। यहाँ हेर्न सक्नुहुन्छ मेरो सानीमा चाहिँ। हेलो भनिदिनु न। अब मलाई अर्को हातले त गर्न आउँदैन ताइनाथले। यो चाहिँ मेरो मामा घर। यो यता चाहिँ यहाँ यो किचन, यो सुत्ने ठाउँ। यता चाहिँ मेरो आमा। टिभी अनै छेउ सानीमा बजिरहेको छ टिभी। यहाँ एक बुढा घाँस अँध्यारो देखिन्छ। कस्तो थाके हिँड्दा हिँड्दै। यहाँ हेर्नु मेरो मामा घरको भ्यू कस्तो राम्रो छ। मलाई त सबसे राम्रो लाग्ने मेरो घर अनि मेरो गाउँ अनि यो गठा घर, मेरो घर बस्ने ठाउँ अनि मामा घर है मेरो उल्लाबारी। मेरो हात चाहिँ कस्तो गरेछ। यो चाहिँ हाम्रो बारी। म तपाईँलाई नजिकैबाट देखाउँछु। यहाँ चाहिँ यस्तो छ। यहाँ हेर्नु होला घिरौला कस्तो राम्रा फरेका छन्। म चाहिँ भागेँ यहाँबाट, मलाई डर लाग्छ। किनकि अघि मेरो मम्मीलाई धन्न सर्पले काटेको नि। यहाँ यो बारीमा होइन नि फेरि होइन। म हजुरलाई उतै गरेर सुनाउँछु, तर मलाई धेरै डर लागिरहेको छ भन्नलाई पनि। यहाँ धारा छ, तपाईँले देख्नुहोस्। म तपाईँलाई यही गरेर देखाइदिन्छु, जुम गरेर। खै जुमै हुँदैन त, नजिकै जान पनि डर लाग्यो मलाई। यस्तो निक्लियो भने सर्प। यहाँ धारा देख्न सक्नुहुन्छ। हो त्यो धाराको टिन देख्न सक्नुहुन्छ अघि। हो त्यो टिनमा मामले यस्तै हात राख्दै हुन्थ्यो अरे। अनि त्यहाँबाट सर्प आयो अरे, हरे के भन्छ अरे। त्यो सर्प आएर यस्तरी बसेर धन्न मामलाई टोकेर त्यसले यस्तरी बसेर। अनि मामु चाहिँ आत्तिनु भयो र हामी कराउनु भयो अरे। अनि हामी तिनैजना सानीमा म र आमा चाहिँ के भयो मामु भन्दै आएको भनेर धन्न मामलाई काटेनछ त्यो सर्पले। त्यही भएर मलाई आज झारीहरूमा देखि डर लागेको छ। जमुना त तपाईँहरूलाई मेरो मामा घर पुरै देखाइदिन्छु। सानीमाले कस्तो राम्रो मिलाउनु भएको छ होइन। यता यो रुम, यता अर्को, यता अर्को धेरै छ हाम्रो। आयो हौ कस्तो दुःख बुझ्न पनि साह्रै छ नि हौ। यहाँ हेर्नु होला हाम्रो गुनिचोलीको कार्ड। हाम्रो गुनिचोलीको यो सबै कार्ड म तपाईँलाई देखाइदिन्छु। यो चाहिँ म, यो चाहिँ मेरो बहिनी। म अब हाम्रो भान्साघर देखाउँछु तपाईँहरूलाई। भान्सा यहाँ यो पुरै चाहिँ हाम्रो भान्साघर। अँध्यारो रहेछ, लाइट पनि त्यही माथि रहेछ। कुर्सीले चढेर देखाउँछु ल म तपाईँहरूलाई। तपाईँहरू चाहिँ यहाँ बस्ने।
नभए यहाँ कि भान्सा घरमा चाहिँ चप्पल लाउन मिल्दैन छ तर पनि चप्पल लगाइदिएको हाम्रोलाई गाईहरू छन् नि मामा घरमा त म तपाईँले गाईहरूलाई खोलिदिने ठाउँ पनि देखाउँछु गाईहरू चाहिँ अहिले कहाँ छन् मलाई थाहा छैन बाहिर छन् होला ए आमाले चाहिँ गाई दुधै हुँदो रहेछ देखिँदैन यो कालो छ नि यहाँ चाहिँ खोले बनाउनु छ यहाँ पनि देखिँदो रहेन रहेछ कालो कालो के बाख्राको खोर हेर्नु होला है यहाँ जुम त के भएर हुँदै हुँदैन हौ मम्मीको मोबाइलमा हुन त हुन्छ तर आज किन नभएको देखिँदैन जस्तो यो यस्तो भयो होला म एकछिनमा मिल्छु एकछिन म चाहिँ अघि त्यत्तिकै भिडियो रोकेको थिएँ अब यहाँ हेर्नु होला हाम्रो बिल्लु पनि छ है हेलो गदौ गदौ त यहाँ हेर्नु यहाँ खतरनाक बाबो ओए 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 मसँग आइरहेछ यो फेरि हाम्रो बुवा बिल्लु हेलो गल्यौ न हेलो जुङ्गी 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 यहाँ हेर्नु न यसको सेतो जुङ्गा मैले हजुरलाई सरोतिर देखाएँ आजको लागि यति नै बाइ बाइ आजको लागि यति नै